केही तथ्याङ्क मान्यज्यूहरूलाई जानकारी दिएँ भने यसले पब्लिक डिस्कोर्सलाई पनि अलिकति समृद्ध बनाउँछ कि जस्तो लाग्छ। 82-83 अहिलेको चालु आर्थिक वर्षमा नेपाल राज्यको हाम्रो देशले बोकेको ऋणको समग्र भार आन्तरिक र बाह्य लगभग 30 खर्ब छ। 29-75 अर्ब अर्थात् लगभग 30 खर्ब छ। अब यो 30 खर्ब धेरै हो कि थोरै हो भनेर कसरी थाहा पाउने? सुन्दा त डरलाग्दो छ। अरब भनेकै 9 वटा शून्य, खरब भनेपछि 11 वटा शून्य, लेख्नै समय लाग्छ, धेरै लाग्छ। तर हामीले बहसलाई कता सोझ्याउनुपर्छ भने यो ऋणको भारी हाम्रो मौजुदा आर्थिक सामर्थ्यको अनुपातमा कति हो भनेर विश्लेषण गर्यौं भने चाहिँ धेरै कुरा लाइनमा आउँछ। भनेपछि केसँग दाँच्न पर्यो त हामीले भने अहिलेको अर्थतन्त्रको आकारसित। त्यसैले जहिले पनि हामी डेट मात्र निरपेक्ष रूपले कुरा गर्यौं भने त्यो कहीँ पनि त्यसको कुनै तुक नै छैन। डेट एज अ शेयर अफ जीडीपी, अर्थतन्त्रको आकारको अनुपातमा हाम्रो ऋण भार कति छ त्यो हिसाब गर्यौं भने अहिले हाम्रो नेशनल स्ट्याटिस्टिक्स अर्गनाइजेसन, पुरानो तथ्याङ्क विभाग भन्थ्यौं, यो चालु आर्थिक वर्षको प्रक्षेपित जीडीपी 6600 अर्ब छ, अर्थात् 66 खर्ब। भनेपछि यही मान्यज्यूहरूले क्याल्कुलेटरमा यसो हेर्नुभयो भने 29-75 डिभाइडेड बाई 6600 चान्सुन गर्दा करिब हामी 44-45%। यो आफैमा अन्तर्राष्ट्रिय मुद्रा कोषको नजरमा उसको विश्वव्यापी विश्लेषणको आधारमा यो लो स्ट्रेस भएको अनुपात हो। यो आत्ति हाल्नुपर्ने, डराइहाल्नुपर्ने, लोबाट मिडियम, मिडियमबाट बल्ल हाई स्ट्रेसतिर जाने भएर हामी त्यो वाञ्छित सीमाभित्रै छौँ। अब यो साल सुरुमा आलोचना भयो, पछि मान्यज्यूहरूले पढ्नुभयो होला र बुझ्नुभयो र त्यसमा धेरै आलोचना पातलिँदै गएको मैले महसुस गरेँ। ऋण 7 खर्ब ऋण लिएर यत्रो बजेट के बेलुन जस्तो भन्ने पनि टिप्पणी सुने मैले। झन्डै 6.5 खर्ब ऋण छ यसपालि, तर त्यसको 318 अर्ब, 3 खर्ब भन्दा बढी पुरानै ऋण, यो जुन हामीले ग्रहण गरेको ऋणको भार छ नि, अस्ति फागुनको चुनावपछि चैतमा हामीले सरकार बनाउँदै गर्दा हामीले लिएको झन्डै 30 खर्बको ऋणको भारमा हामीले 3 खर्ब तिर्दिने, अरू 3 खर्ब जति थपिने। ओहो, ऋण त थपिएछ त भनेर भनिन्छ भने, तर त्यसलाई के को सापेक्षतामा हेर्नु पर्यो? जीडीपीकै सापेक्षतामा। हामीले यो आर्थिक 83-84 को आर्थिक वर्ष टुङ्ग्याउँदै गर्दा हाम्रो जीडीपीको प्रक्षेपित आकार कति छ? 74 खर्ब 58 अर्ब। तलमाथि होला, अनुमान नै हो। 33 खर्ब डिभाइडेड बाई 74 खर्ब गर्नुभयो भने पनि डेट टु जीडीपी रेसियो त्यही 44-45% रहन्छ। 7 खर्ब ऋण लिँदा पनि डेट टु जीडीपी रेसियो स्थिर नै रहने गरेर यो बजेट बनाइएको छ। मान्यज्यूहरूलाई यो आधारभूत गणित मैले जानकारी दिएपछि धेरै कुराहरू छर्लङ्ग हुन्छ। भनेपछि बजेट त ठुलै